यो डिप्रेसन हुने भनेको मान्छेलाई पेटको डिप्रेसन ग्यास हुँदाखेरि चाहिँ पहिला कस्तो यहाँ हुँदो रहेछ यो भिडियो हेर्नुहोस् यहाँबाट त तपाईँहरूले। छातीमा आइपुग्छ। उहाँले भनेको यो कुरा कस्तो आन्द्रामा लाग्छ, सही जमेको कि गलत हो ग्यासहरू तपाईँ प्राय पनि टाउकोतिर हेरेर आएपछि डिप्रेसन हुन्छ चित्त अनि बुझ्छ उहाँको बुझ्दैन एकदम र डेन्जर जानकारीमूलक फल्टिएको छ। यो भिडियो सेयर छातीमा लाइक आउँछ, पनि गरिदिनु होला है त। छातीमा आएपछि यहाँ गाह्रो हुन्छ। यहाँ पनि हामीलाई केही गाह्रो हुन्छ, पहिला यहाँबाट पेटबाट छातीमा आइपुग्छ ग्यासहरू, अनि यहाँ आइपुग्छ, अनि यहाँ घाँटीमा आएपछि हामीलाई अलिकति भात खाँदा पनि अड्के जस्तो, बाडुली आए जस्तो, ढ्याउ आए जस्तो हुन्छ घाँटीमा आएपछि। अनि यो चाहिँ जब टाउकोमा पुगेपछि अनि डिप्रेसन, एन्जाइटी, माइग्रेन, अल्जाइमर्स, पार्किन्सनका समस्याहरू, डिमेन्सिया जस्ता टाउको सम्बन्धीका समस्याहरू, माइग्रेन, अनि यो के अरे ब्रेन ह्यामरेज, ब्रेन ट्युमर जस्तो समस्याहरू आउँछ। यही ग्यासबाटै माथि सर्दै सर्दै गएपछि तलतिर गयो भने अपान वायुको समस्याहरू आउँछ। यो यहीँ रुमल्यो भने पित्त सम्बन्धीको समस्याहरू आउँछ। तल गयो भने बाथको समस्या हुन्छ नाभि तलतिर। पेटमै बस्यो भने, यति भागमा बस्यो भने पित्त सम्बन्धीको समस्या हुन्छ, अम्लीयता हुन्छ, जलन हुन्छ, कपाल झर्ने हुन्छ, मान्छेलाई रिस उठ्ने हुन्छ, प्रेसर सुरु हुन्छ मान्छेको, अनि विभिन्न समस्याहरू त्यहाँबाट जन्मिन्छ। पैताला पोल्ने हुन्छ, पिसाब पोल्ने हुन्छ। यो पेटमै ग्यास बस्यो भने चाहिँ त्यो समस्याहरू आउँछ। अब यो ग्यासबाट यो छातीभन्दा माथि गयो भने कफ सम्बन्धीको समस्याहरू आउँछ मान्छेलाई। घाँटीमा कफ अड्के जस्तो, रुगाखोकीको, आँखाको समस्या, कानको समस्या, घाँटीको समस्या, टाउकोको समस्या, मुखको समस्या, विभिन्न त्यही ग्यास मासतिर गएर आउने हो। अनि हाम्रो चाहिँ अब यो सम्पूर्ण यो एकैपटक शरीरलाई शुद्धिकरण गर्ने हुनाले हामी चाहिँ यो पञ्चगव्य दिँदा यो एउटा समस्याको दिँदैनौँ, हामी शरीरलाई शुद्धिकरण गर्छौँ। त्यही शुद्धिकरण अन्तर्गत एकैचोटि मालिसबाट पनि सक्ने, नासिका लगाएर पनि सक्ने, आँखामा पनि लगाउने, कानमा पनि लगाउने, र खाने गहुँत, घनबट्टी, घिउहरू, भस्म, क्याल्सियम जे छ त्यसलाई टाइम मिलाएर खाएपछि 3 महिनामा हाम्रो सबै यही भाग शुद्धिकरण हुन्छ। जब यो भागमा ठुलो आन्द्रा पुरै खाली भएर, शुद्धिकरण भनेकै यो मेन त ठुलो आन्द्रा सफा हुनु पर्यो। यहाँ एउटा पनि मल चिप्केर बस्नु हुँदैन। सानो आन्द्रा पनि सफा हुनु पर्यो। अहिले धेरैको सानो आन्द्रामा समस्या छ।